रेकर्ड उम्, कन्ट्रोल अब जस्तै मैले यो बनाएँ एबाउट कन्ट्याक्ट होम उम्, कन्ट्रोलर होइन सर यो उम्, भित्र बनाएको चाहिँ किनभने यो अर्को पनि बनाउनु पर्छ उम्, उम्, यहाँ पनि तपाईँको फ्रन्ट एन्ड भनेर छुट्टै फोल्डरभित्र उम्, यो भ्यू त हामीले क्लाइन्टले देखाउने हो नि त अँ, त्यही भनेर यो फ्रन्ट एन्ड भनेर छुट्टै राखेँ अनि यो हजुर राखेँ होइन उम्, अनि राउट सेटअप गरेको छैन राउट सेटअप गरिसकेपछि अल्मले होइन उम्, कसरी अल्मले भन्दाखेरि सुरुदेखिको हामीले हेरेको चौथो क्लास भइसकेपछि अलिक तलमाथि भयो जस्तो लाग्यो क्या अँ, के अरे प्रोजेक्टहरू उम्। त्यसले गर्दा सुरु गर्न मैले झुकेँ मेरो के प्रोजेक्ट बनाउने भन्ने कुरा नै झुकेँ होइन अहिले तपाईँले केही प्रोजेक्ट बनाउने होइन कि हजुर अहिले जस्ट तपाईँले क्रड अपरेसन मात्रै गर्ने हो त्यसो गर्दाखेरि भनेको नर्मल नर्मल एउटा अपडेट मतलब फर्मबाट डाटा हाल्न मिल्ने त्यो डाटालाई टेबलमा डिस्प्ले गर्न मिल्ने अनि हजुर एडिट गर्न मिल्ने डिलिट गर्न मिल्ने अहिले त्यतिमा मात्रै सोच्नु हजुर त्योभन्दा धेरै सोच्यो भने झन् अल्मलिनु हुन्छ कि तपाईँ अहिले ए ए त्यही अब भएर ठिक त्यति सोच्नु भयो भने त्यति सोचेर गर्नु अहिले हजुर अनि तिन चार पटक त्यो कुराहरू गरिसकेपछि तिन चारवटा मोड्युलमा त्यो गरिसकेपछि जस्तै प्रोडक्ट भयो अनि युजरको क्रड गर्ने त्यसपछि अरू केही अर्डरको चाहिँ गर्ने होइन अनि त्यसो गरिसकेपछि हाम्रो ठ्याक्क एउटा फ्लो बन्छ क्या अनि बुझ्नुहुन्छ मजाले अहिले चाहिँ जस्ट चारवटा कुरा क्रड अपरेसनलाई मात्रै ध्यान दिनु ए हुन्छ सर अब त्यसो भने यो राउटरबाट यो कन्ट्रोलरको के अरे एपी बनाउने मेथडहरू ए मेथड मेथड अँ भन्छ होइन त्यसलाई हजुर अनि त्यसो गर्दाखेरि हामीले के गर्नु पर्यो यो कपी गरेर दुई तिनवटा एक दुई तिनवटा होइन कपी आफै लेख्नु न आफै लेख्दा राम्रो आफै लेख्दा राम्रो यसले अँ डिलिट गरिदिउँ त्यसलाई डिलिट गरिदिँदा भयो अँ, यसले डिलिट गरेँ होइन अब उम्, त्यसपछि गेट अनि यो होइन 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 राउट राउट अगाडि राउट आरओयुटी राउट होइन क्यापिटल हुन्छ आर ए क्यापिटल आर तेह्र अघि कपी गरौँ भनेको अघि उम्, के कपी गरौँ होला हौ सर चिन्ने होइन तपाईँले लेख्न जान्नुहुन्छ नि त त्यसो भएपछि होइन सर त्यो हुन्छ कपी गर्दा पनि अहिले कपी गर्दै गरौँ न एउटा राउट भयो उम्, ले दुईटा भयो भने तिनवटा भयो भने छ होइन अब त्यसरी नगर्नु न अल्मलिनुहुन्छ क्या तपाईँ त्यसरी एउटा एउटा राख्नु एउटालाई गर्नु सुरुमा एउटालाई हो त एउटा भनेको त्यहाँदेखि माथिकोलाई कमेन्ट गरिदिनु सुरुकोलाई यसलाई कपी यसलाई गर्नु त त्यसलाई पहिले अहँ, कपी गरेर कमेन्ट गरिदिनु त्यसलाई रिफरेन्सको लागि राखिराख्नु अनि अब त्यहाँदेखि तल पेस्ट गर्दै एक एकवटा बनाउनु न ए ए, सर यसो अँ, गरे हो अब अब यसले अब कसो गर्नु पर्यो फङ्सनमा अब फङ्सन हटाउनु पर्यो फङ्सनलाई पुरै हटाउनु पर्यो त्यो त्यहाँ मात्रै होइन तलैदेखि हटाउनु पर्यो तलैदेखि तल भनेको त्यो फङ्सनको ओपनिङ र क्लोजिङ ब्राकेट कहाँनिर छ ठ्याक्कै हेर्नुपर्छ त्यो फङ्सनको ओपनिङ र क्लोजिङ भनेको त यहाँदेखि हो तलैसम्म अँ, भन्दा पनि हुन्छ अब के लेख्नु पर्छ यहाँ अब मैले सबै सबै हटाउनु त्यो पनि हटाउनु यतै त्यति होइन त्यो कर्ली ब्राकेटसम्म यसको कर्ली ब्राकेट यहाँसम्म हो त्यसम्म अँ, अनि माथिको पनि हटाउनु त्यो उताको त्यो ब्राकेटहरू ए यो पनि अब अर्को नि अर्को पनि हटाउनु यो पनि हो अब हो त्यहाँनिर चाहिँ तपाईँले कन्ट्रोलरको नाम युज गर्नु पर्यो स्क्वायर ब्राकेटमा स्क्वायर ब्राकेटमा हजुर यसभित्र हजुर यसभित्र स्क्वायर स्क्वायर हो त्यो स्क्वायर होइन नि ए, अँ, यो यसले स्क्वायर भन्छ हो त्यो अर्को स्क्वायर भनेको चाहिँ हो त्यो होइन त्यो कर्ली भयो यो त्यही त मैले त यो कर्ली भन्छ अँ, स्क्वायर ब्राकेट भनेको यो होइन स्क्वायर ब्राकेट भनेको त अर्को नि त्यो जुन हाम्रो यस्तो हुँदैन यस्तो हो त्यो ए ओके स्क्वायर ब्राकेट भित्र उम्। अब तपाईँले प्रोडक्ट गर्नुपर्ने हुन्छ होइन हजुर प्रोडक्टको क्रड गर्दै हुनुहुन्छ नि त प्रोडक्टको हो सर हो त्यो हुँदाखेरि प्रोडक्ट कन्ट्रोलर बनाउने एउटा नयाँ त्यो अरू कन्ट्रोलर डिलिट हानिदिनु त्यसरी नबनाउनु क्या अल्मा लिन्छ सुरुमा ए यो डिलिट गरिदिनु त्यो अरू सबैलाई डिलिट हानिदिनु ओके सर अनि तपाईँले जे चाहिन्छ त्यो ठ्याक्क बनाउने हो क्या त्यति बेलै ए ओके सर
अब यति भएपछि तपाईँले तल पहिला कन्ट्रोलर बनाउनु, प्रोडक्ट कन्ट्रोलर कमान्ड हानेर हजुर तल। एकै पुष्टि गरे। अब यहाँनिर बनाउनु पर्यो रहेछ हजुर, प्रोडक्ट होइन प्रोडक्ट कन्ट्रोलर तल बनाउने। तल भनेको कहाँनिर तल भनेको हेलो, हजुर हजुर तल हो त्यो टर्मिनलमा बनाउनु पर्यो, पिएचपी एडिसन मेक कन्ट्रोलर भनेर। पिएचपी एडिसन मेक कन्ट्रोलर। मेक मेक यस्तो पो होला होइन ए अहिले खै देखेकै छैन तपाईँको केही? मेरो स्क्रिन देखिएन कि स्क्रिन चाहिँ देखियो, त्यो हानेको देखिएन क्या, तल कमान्ड हानेको। ए त्यसलाई अहिले क्लियर गर्नु त टर्मिनललाई, हो त्यसरी भयो भयो। पिएचपी एडिसन मेक मेक अनि कन्ट्रोलर होइन कन्ट्रोलर, मेक कन्ट्रोलर स्पेस ड्यासबोर्ड ड्यासबोर्ड स्ल्यास ड्यासबोर्ड स्ल्यास स्ल्यास स्पेस होइन स्ल्यास, हजुर होइन होइन, स्ल्यास भनेको त यस्तो छड्के होला क्या। ए यस्तो खालको हो त्यो। अँ, अनि प्रोडक्ट कन्ट्रोलर भनेर दिनु नाम, होइन क्यापिटल बनाउनु न पीलाई। ए ए कता हो खै त स्ल्यास हट्यो नि त तपाईँको स्ल्यास हो त्यहाँ, त्यहाँ होइन, अगाडि अगाडि भएन, त्यो हेर्नु त त्यहाँ ड्यासबोर्डको बिएआरडीमा गयो। बोर्ड ड्यास होइन सो त्यो होइन, ई प्रोडक्ट कन्ट्रोलर स्पेस होइन, स्पेस होइन, क्यापिटल क्यापिटल सी होइन सर क्यापिटल सी कन्ट्रोलर, इन्टर इन्टर दिनु अब भइहाल्यो, बनाउँदै थिएँ। अब त्यो प्रोडक्ट कन्ट्रोलर चाहिँ राउटमा युज गर्नु अब। यहाँभित्र त्यो टर्मिनललाई हटाइदिनु न अहिले। यहाँभित्र होइन सर हजुर स्क्वायर हटाइदिनु। ब्राकेटभित्र उम्, पी प्रोडक्ट कन्ट्रोलर प्रोडक्ट पऱ्यो होइन कन्ट्रोलर, प्रोडक्ट कन्ट्रोलर सी कन्ट्रोलर कोलन कोलन क्लास, भएन, कन्ट्रोल जेट गर्नु, कोलन कोलन दुईटा कोलन यस्तो खालको अनि क्लास 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 अब कमान। कमा अनि त्यसपछि मेथडको नाम, कुन मेथड युज गर्ने त भन्दा प्रोडक्ट लिस्ट भनेको स्ल्यास आउने बित्तिकै चाहिँ प्रोडक्टको लिस्ट देखिनु पर्यो नि त, ए होइन त्यो भित्र कोटेसनभित्र, सिङ्गल कोटेसनभित्र त्योभित्र इन्डेक्स अथवा प्रोडक्ट लिस्ट, प्रोडक्ट अनि एल क्यापिटल एलआइएसटी राख्दा भयो, प्रोडक्ट के पो भन्नु सर एलआइएसटी लिस्ट। ए लिस्ट ए ओके लिस्ट यति प्रोडक्ट लिस्ट लिस्ट यति त हो। राख्नु पर्दैन लिस्टको बिचमा होइन त्यही राख्दा नि हुन्छ, नाम त जे राख्दा नि भयो नि त। ए ए अलिक झट्ट देखिँदैन जस्तो लागेर नि होइन देखिन्छ, ए देखिन्छ त्यो भयो भने राम्रो भयो नि त, अझै ए एउटा प्रोडक्ट लिस्ट फर्मेट। हजुर यति अब त्यति नै हो, त्यति त हो। अनि अब तपाईँले भ्यू अब कन्ट्रोलरमा गएर बनाउनु पर्यो, प्रोडक्ट कन्ट्रोलर भित्र गएर मेथड बनाउनु पर्यो नि त अब। यो यतिकै छोड्नु त्यसलाई यतिकै छोड्नु होइन। ए ओके अब प्रोडक्ट कन्ट्रोलर भित्र गएर यहाँभित्र होइन सर त्यही बनाउनु पर्यो, मैले के बनाउनु पर्यो फङ्सन बनाउनु पर्यो त्यहाँ। फङ्सन 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 स्पेस फङ्सन स्पेस अब उताको जे नाम दिनुभयो उता त्यही नाम दिनु पर्यो यहाँ पनि, प्रोडक्ट लिस्ट प्रोडक्ट लिस्ट भनेर दिनु पर्यो, प्रोडक्ट लिस्ट। प्रोडक्ट लिस्ट अब ब्राकेट फङ्सन, फङ्सनमा अब कस्तो ब्राकेट हुन्छ त्यो पनि थाहा हुनु पर्यो, स्मलर ब्राकेट। यो खालको
अँ, अनि कर्ली ब्राकेट स्मल ब्राकेटको पछिबाट उहुँ। भित्र होइन नि, होइन भित्र होइन, बाहिर बाहिर हुनु पर्यो क्या, फङ्सनको बाहिर हुन्छ क्या जहिले पनि हो त्यसरी। यो बाहिर त्यो अनि यहाँभित्र त्यो लेख। यसो गर्नु न, त्यो अगाडि तपाईँले एउटा फाइल खोल्नु भएको थियो नि जुन मेरो, हजुर। त्यो फाइल नि एकचोटि खोलिराख्नु त, भनेको एउटा मात्रै फाइल, त्यो कन्ट्रोलर खोल्नु त एउटा, यो जुन त्यो मैले अघि तपाईँले खोल्नु भएको थियो यो चाहिँ तपाईँको हो है भन्दै क्लोज गर्नुभयो नि, त्यसलाई खोल्नु न एकचोटि। ए ए त्यो के थियो त्यो, जे भने कन्ट्रोलर क्लास खोल्नु न। यो हजुर छ एकैछिन है सर। होम कन्ट्रोल ड्यासभित्र यो प्रोडक्ट कन्ट्रोलर हिजो गरेको प्रोजेक्टको प्रोडक्ट कन्ट्रोलर खोल्नु त हो, एकैछिन है सर। अघि खुलेको थियो त त्यहाँ। यही हो। ए अहिले अहिले खुलेको उम्, हो, यसलाई खोल्नु। अब यहाँबाट यसो रिफरेन्स लिनु क्या तपाईँले, जस्ट अहिले तपाईँले सुरुमा माथिको फङ्सनबाट भ्यू मात्रै पठाउनु पर्यो, अब जानु उतापट्टि रिटर्न, रिटर्न भ्यू गर्नु पर्यो अब त्यो मेथडबाट। यता चाहिँ रिटर्न भ्यू यहाँ रिटर्न भ्यू। कस्तो छ हौ। तपाईँले भिडियो फलो गर्दाखेरि के भयो अरे मलाई भन्नु त त्यो कुरा। अँ, भिडियो फलो गर्दाखेरि मैले जस्ट तपाईँको राउटरदेखि तपाईँको कन्ट्रोलर, कन्ट्रोलदेखि भ्यूसम्म आउने चाहिँ मात्रै पहिला सुरुमा सिकेर यता गरौँ भनेको होइन। उम्, उम्। त्यसो गर्दाखेरि हामीले सुरुमा चाहिँ भिडियोमा चाहिँ तपाईँको कन्ट्रोलर चाहिँ यो खालको बनायौँ, पछि अपडेट हुँदै गइसकेपछि यस्तोहरू आएपछि अल्मलै के सर म ए त्यो सुरुको क्लास हो नि त अनि त्यो त, त्यही त मैले त्यही फलो। सुरुको क्लास अस्तिको जुन हामीले सुरु दिन गऱ्यौँ नि क्लास, हजुर। हो त्यो भिडियो चाहिँ हेर्नु पर्थ्यो क्या तपाईँले, अँ, हिजोको हेर्नुभयो अनि अलमल लिनुभएको हो तपाईँ। होइन अस्तिको पनि हेरेँ। अँ, अनि अस्तिको हाम्रो त्यो 8 बजीदेखि 9 बजीको क्लास हेरेर मैले त्यतिसम्म चाहिँ अस्ति चाहिँ बनाएको थिएँ होइन। अँ, त्यसपछि बिचमा अल्मलेको थिएँ अनि फेरि यो कज्याङ मज्याङ धेरै देखेपछि उम्, अल्मलेकै म सर। अनि उम्, मसँग खासै टाइम पनि म्यानेज गर्नै सकिनँ हौ योचोटि त। तपाईँसँग भेट उम्। भएपछि टाइम म्यानेज गर्नै गाह्रो भइरहेछ। भिडियो पनि खासै खासै हेर्न गएको छैन। आज कम्प्युटर फर्मेट गर्दै दिन बित्यो। यस्तो हुन्छ हौ सर, मलाई चाहिँ अलिकति तपाईँको उसमा के लाग्यो भने नि, अनेस्टली भनौँ एउटा कुरा, हजुर। जस्तै तपाईँले अर्को क्लास पनि लिइरहनु भएको छ होइन, हजुर। लाराभेलको पनि लिइरहनु भएको छ, हजुर। त्यो हुँदाखेरि चाहिँ कस्तो हुन्छ भने नि मेरो पर्सनल एक्सपिरियन्समा, हजुर। जस्तै तपाईँले अब उतापट्टिको नि गरिराख्नु भएको छ यतापट्टिको नि गरिराख्नु भएको छ, अनि त्यो दुइटा चाहिँ मिसिन्छ क्या सर, हजुर। होइन, अनि मिसियो भने चाहिँ त्यो दिमाग गोलमाल हुन्छ, गोला गोला हुन्छ क्या दिमागमा। होइन उता त खासै केही नै सिकाउनु भएको छैन। अँ, एउटा एउटा अनि पोइन्ट। बरु म चाहिँ तपाईँलाई के सजेसन दिन्छु भने नि, उम्, बरु भयो भने उम्, एकपटकमा एउटा कुरामा मात्रै फोकस गर्दा पनि अझै राम्रो हुन्छ भन्ने खालको कुरा है मेरो चाहिँ। होइन सर समय मिल्दैन नि त्यो अब अँ, बल्ल बल्ल त तपाईँ जस्तो टिचर मैले पाइराखेको छु जस्तो लाग्छ होइन। अँ, त्यही मौकामा गर्ने भनेको मात्रै हो होइन। मैले होइन मैले भन्न खोजेको कस्तो भने, अब अँ, अर्को कुरो नि लाइभ क्लास हाम्रो मनिष सरको हजुर, एक टुक्रा एउटा साह्रै थोरै थोरै सिकाउँदै हुनुहुन्छ क्या उहाँले। ए त्यसो भए त केही भएन, त्यसो फरक परेन। गर्दाखेरि तपाईँको त्यस्तो मौका आउँदैन भनेको नि अँ, सर। अनि अर्को हुन्छ। कुरो त्यो त्यही छ। अँ, अनि लाइभ क्लासमा चाहिँ फेरि नबुझेको कुरा तुरुन्तै सोध्न मिल्छ। अँ, अनि त्यही भएर हो फेरि तपाईँको क्लासमै लोभ लागेको नि सर। ठिक छ, त्यसो अनि त्यही भइहाल्यो, त्यस्तो तपाईँलाई अब तपाईँले त्यस्तो असर पारेको छैन भने त भइहाल्यो। छैन 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 मैले टाइम म्यानेज गर्न नसकेको सर। अँ, त्यो मेरो टाइम म्यानेज गर्न नसकेको मात्रै हो। अँ, अनि आज चाहिँ अस्तिकोले यो फलो गर्दै त्यो थोरै थोरै चाहिँ अगाडि बढौँ कि भन्ने मात्रै हो। अँ। अँ, यसो गरौँ कि क्या हो सर बरु, हजुर। के गरौँ जस्तो लाग्यो भने नि मलाई बरु हजुर। अझै बेस्ट भनेको चाहिँ, जस्तै तपाईँ फोनमा हेर्नु मेरो मैले गरेको कुरा हजुर। होइन, हजुर। तर लाइभमै, हजुर। अनि त्यहाँदेखि तपाईँ पनि उता ल्यापटपमा सँगसँगै गर्दै गर्दा बिस्तारै बिस्तारै त्यसरी गर्दा कस्तो हुन्छ? बेटर त त्यो हो सर होइन।
मैले उता मनिषको त त्यसै गरिरहेको छु नि, ल्यापटप उम्, खोलिराखेको हुन्छु उम्, अनि गरेँ, तर तपाईँको चाहिँ बुझिन्छ जस्तो लागेको थियो होइन। उम्, अनि होइन के अरे, तपाईँको ठुलो समस्या त मेरो टाइम म्यानेज नभएर हो तपाईँको त। उम्, त्यो भिडियो अँ, रिपिटली हेर्न पाइएन अनि त्यो हेर्दै पनि गर्न हो। पाइएन। उम्, त्यसले भएको हो, ठुलो इस्यु छैन, कुनै इस्यु छैन सर। ए ठिक छ त्यसो भए त ल गरौँ न इस्यु त। छैन सर, इस्यु छैन मलाई। ठिक छ किनभने त्यसो भए। तपाईँको हरेक कन्भर्सेसनमा मलाई केही न केही ज्ञान आइराखेकै छ होइन। अँ, जस्तै अब हिजोकै कुरा गरौँ न, डाटाबेसलाई त के अरे क्राउडसम्म के अरे रिड तपाईँको क्रिएट गर्ने कसरी भन्ने कुरा त मैले अँ, देखेँ नि त। अँ, कहिले नदेखेको चिज देखेँ नि त, हो कि होइन भन्नुहोस् अँ, न। हो। देखेँ नि अँ, त। अँ, त्यो नि ठुलो कुरो हो नि त सर। ठिक छ त्यसो भए गरौँ न त ल। आज कति यतापट्टि गरिन्छ, कति अँ, भइन्छ। अँ, यसलाई मेरो त्यो ल्याब सेटअप मात्रै होस् न। हुन्छ त्यो होइन सर। यतापट्टि यतापट्टि कन्ट्रोलरमै गर्नु न त त्यसो भए फेरि अब। तपाईँको टाइम साह्रै प्याक त छैन होला नि सर यो टाइम। अहिले हजुर। अहिले म अब 8 बजीसम्म त खाली नै छु। लगभग मिनिमम कम्ती हामी 30वटा क्लास गरौँ, अँ, त्यसपछि फेरि सल्लाह गरेर गरौँला तपाईँको टाइम भइहाल्छ नि, मिलाएर, होइन। भइहाल्छ नि सर, भइहाल्छ नि। हो त्यति मात्रै हो सर, मैले यसरी अँ, गनी गनी गर्न मन लागेकै हो सर। ठिक छ सर, अब भइहाल्छ ल। किनभने मलाई अस्ति 4-5 दिन त लागि पऱ्यो दिउँसोभरि होइन। उम्, अनि त्यो सिरियल बाई भिडियो नभएकोले गर्दाखेरि पनि त्यहाँ पनि त्यस्तै भयो क्या सर। के अरे अँ, सिकियो एउटा लेभलमा, अँ, अनि तपाईँको गर्दै गर्दै गरेपछि तपाईँको कोडहरू नै परिवर्तन हुँदै गयो क्या। हजुर। अनि अनि त्यसले ठिक छ। गर्दाखेरि मलाई गाह्रो भयो। थोरै अहिले भनेको तपाईँ सुरु सुरु भएर हो त्यस्तो हुन्छ, सुरुमा के गरे हो यो के भयो भयो भन्ने हुन्छ कि त्यो। ठिक छ, नर्मल हो, नआत्तिकन यसो गर्नु न। छुइनँ सर म त आत्तिएको, अँ, र तपाईँको टाइम पो अँ, मिल्दैन कि भन्ने डर मात्रै हो। अँ, ठिकै छ म यसो गरौँ न सर, म्यानेज। के अरे अघि बनाएको त्यो फङ्सनहरू जस्ट लो लेभलको त्यो स्टेप मात्रै आज क्लियर गरिराखौँ न, त्यसपछि म हुन्छ हुन्छ भोलि हुन्छ गर्छु अनि भइहाल्छ नि। भोलिदेखि फेरि रेगुलर अस्तिदेखि माथि टप गरौँ। हुन्छ। त्यसपछि म लगभग लगभग त्योसम्म जम्प गर्ने कोसिस गर्छु। ओके छ त, होइन। भइहाल्छ। ल अब यसपछि हामीले के गर्नुपर्छ सर। अब स्पेस त्यही इन्टर हान्नु न, त्यो फङ्सनलाई कोल्याप्स गर्नु। अब यहाँभित्र लेख्ने हो तपाईँले भ्यूलाई रिटर्न गर्नु पर्यो यो फङ्सनले अब। भ्यूले अहिलेसम्म डाटाबेसको कुरा आएको छैन नि त, हामीले गरेको छैनौँ त्यो होइन। अब रिटर्न लेख्नु पर्यो। रिटर्न लेख्नु पर्यो। रिटर्न होइन, उम्, रिटर्न भ्यू। भ्यू, रिटर्न भ्यू गर्नु पर्यो। रिटर्न भ्यू अनि के पो हुन्छ त्यसपछि। रिटर्न भ्यू, भ्यूसँगै ब्राकेट, सानो ब्राकेट। भ्यूसँगै सानो सानो ब्राकेट। भ्यू। हो त्यो। अबमा अब त्यहाँनिर चाहिँ तपाईँले ट्याक्क जाने तल भ्यूमा, अनि एउटा भ्यू बनाउने त्यसको लागि। ए ल, फ्लो चाहिँ यसरी बुझ्नुपर्छ क्या सर। ए हुन्छ सर, यो अँ, यहाँभित्रको यो डिलिट अँ, गर्ने। सबै डिलिट हानिदिनु अहिले त्यो। ए ओके सर, डिलिट गरिदिएँ। प्रोडक्ट भनेर बनाउनु न, फ्रन्ट इन्ड भन्दा नि प्रोडक्ट बनाउँदा भयो। फोल्डरले त्यस्तो म्याटर गरेन नि त। ए होइन होइन होइन, फोल्डर बनाउनु न एउटा प्रोडक्ट भनेर। ए प्रोडक्ट प्रोडक्ट, प्रोडक्ट प्रोडक्ट। डट ब्लेड होइन होइन सर। होइन होइन, फोल्डरको डट ब्लेड हुँदैन नि। ए सिधै यस्तो अँ, अँ, यहाँभित्र अँ। चाहिँ। होइन, बिगार्नु भयो तपाईँले, कन्ट्रोल जेट गर्नु त। ए हो, त्यहाँनिर फोल्डर बनाउनु न एउटा पहिला। एकछिन हो है त्यो सर। डिलिट हानिदिनु, अनि फोल्डर बनाउनु प्रोडक्ट भन्ने। यहाँभित्र फोल्डर होइन। अँ, ए स्मेल लेटरै राख्नु न, सुरुको लेटर। त्यो पछि फेरि उयो हुन्छ क्या, ए अलिकति। ओके। यो प्रोडक्ट इन्टर गर्नु, अब त्यहाँभित्र चाहिँ प्रोडक्ट लिस्ट डट ब्लेड डट पिएचपी बनाउनु। यहाँ नि के क्यापिटल लेख्नु कि स्मल लेख्नु। यसमा लेख्दा हुन्छ। प्रोडक्ट प्रोडक्ट स्पेस, होइन स्पेस होइन, हाइफन दिँदा भयो। पनि लिस्ट, लिस्ट डट ब्लेड डट पिएचपी। यस्तो। हो त्यस्तो। अब त्यहाँ नर्मल एउटा एचटिएमएलको सिन्ट्याक्स युज गर्नु। नर्मल भनेपछि यस्तो गरिसकेपछि अँ, आइहाल्छ। हो, अब त्यहाँनिर दिस इज प्रोडक्ट पेज भन्दा भयो नि त।
प्रोडक्ट लिस्टिङ पेज भन्दा भयो प्रोडक्ट लिस्टिङ पेज हो त्यसरी अब कन्ट्रोल एस गर्न सेभ गरिदिनु सबैलाई अब अर्कोमा जानु कन्ट्रोलरमा जानु अब यहाँनिर ठ्याक्क त्यो भ्यूको नाम दिनु प्रोडक्ट लिस्ट होइन सिङ्गल कोटेसनभित्र हुन्छ त्यहाँ स्ट्रिङ हुन्छ क्या सिङ्गल कोटेसन भनेको हो त्यस्तो सिङ्गल अथवा डबल जे भयो नि भयो भनेको प्रोडक्टभित्र प्रोडक्ट डट है त अनि फोल्डरलाई टार्गेट गर्नु पर्यो नि त सुरुमा त प्रोडक्ट डट प्रोडक्ट लिस्टिङ ए प्रोडक्ट लिस्ट डट प्रोडक्ट लिस्ट प्रोडक्ट लिस्ट प्रोडक्ट हाइफन हाइफन होइन लिस्ट लिस्ट हो अब यहाँ के भयो भनेर चाहिँ बुझ्नु पऱ्यो क्या तपाईँले भ्यू भित्रको प्रोडक्टमा गएर प्रोडक्ट भित्रको पनि प्रोडक्ट लिस्ट भन्ने ब्लेड फाइललाई रिटर्न गऱ्यौँ अब सेभ गरिदिनु यसलाई उता कोलन चाहिन्छ लास्टमा रिटर्नको त्यो लास्टमा होइन त्यहाँभन्दा बाहिर ब्राकेटमा ब्राकेट बाहिर हो त्यहाँ कोलन त्यस्तो होइन कोलन भनेको अर्को डट र कमावाला होइन हो त्यो होइन हो यो चाहिँ पिएचपीमा कम्पलसरी हो क्या सेभ गरिदिनु ल अब यति भयो नि यति भएपछि राउटमा जानु अब फेरि हो यसलाई पनि सेभ गरिदिनु अब प्रोजेक्टलाई रन गर्नु पर्यो पिएचपी एप्लिकेसन सर्भ गरेर सर्भ अब यो खोल्दाखेरि चाहिँ ठ्याक्क तपाईँको प्रोडक्टको लिस्ट पेज आउनु पर्यो हेर्नु त उतापट्टि आउँछ कि आउँदैन ब्राउजरमा घुमिरहेको छ सर यो पनि आइरहेछ मेरो सर तपाईँकोमा डिस्प्ले आएकै छैन त्यो चाहिँ आएकै छैन कोडै मात्रै देखिरहेछ तपाईँको त्यसरी नै कसरी सेयर गर्ने तपाईँको त्यो फुल्ली त्यहाँनिर फुल स्क्रिन के भन्ने होला हौ त्यहाँ एकैछिन एडभान्स इन्टायर स्क्रिन त छैन सेयर आयो सर अहिले आएकै छैन पक्नु ल तपाईँको एकचोटि अफ गर्नु त म ट्राई गर्छु यहाँबाट हुन्छ लु अनि भनिदिन्छु त्यो इन्टायर स्क्रिन भन्नेमा गर्नु त अनि त्यहाँबाट हुन्छ फेरि रिसियर गर्नु त इन्टायर स्क्रिन एडभान्स छ लेआउट छ इन्टायर स्क्रिन गर्नु त सुरुको इन्टायर हो सुरुको इन्टायर स्क्रिन भन्ने गर्नु न आयो सर अहिले अवश्य भयो ए यो स्क्रिन नै आयो होइन प्रोडक्ट कन्ट्रोलर डज नट एक्जिस्ट भन्नु अब के भयो भन्दा भ्यू फाइलमा टपमा प्रोडक्ट कन्ट्रोलर चाहिँ रजिस्टर भएन अब गएर उतापट्टि रजिस्टर गर्नु पर्यो त्यसलाई के भयो कोडमा जानु न अब जस्तै भ्यू फाइलमा माथि हेर्नु त प्रोडक्ट कन्ट्रोलर युज भएन नि त हो त्यहाँ माथि हो त्यसलाई युज गर्नु पर्यो अब युज नत्र तल त्यो प्रोडक्ट कन्ट्रोलरमा कन्ट्रोल प्लस स्पेस थिच्नु त अस्ति मैले सिकाएको थिएँ नि त्यसरी कन्ट्रोल प्लस स्पेस के आयो यो तपाईँले ठुलो बनाउनु भयो यसलाई सानो गर्नु यो बिग्रियो नि त तपाईँको अब फेरि त्यसरी भयो सानो भयो धेरै सानो भयो अलि ठुलो भयो धेरै ठुलो भयो फेरि ठुलो भयो अलि सानो हो यत्रो ठिक छ अब माथि जानु त त्यो उसमा यसमा त्यसको कन्ट्रोलरको आर पछाडि जानु त ठ्याक्क प्रोडक्ट कन्ट्रोलरको आर पछाडि यहाँनिर
आर 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 लास्टमा क्या, लास्टमा प्रोडक्ट कन्ट्रोलरको ठ्याक्क हो त्यहाँ। हो त्यहाँ, हो त्यहाँ गएर कन्ट्रोल प्लस स्पेस। कन्ट्रोल प्लस स्पेस। त्यस्तो सजेसन आएन भनेपछि एक्सटेन्सनहरू भएन यो। एक्सटेन्सन त्यो पनि हालौँ न सर, त्यो पनि मलाई साह्रै इन्ट्रेस्ट लागेको। लारावेल एक्सटेन्सन प्याक भन्ने गर्नु त। त्यो तलको पिएचपी इन्टेलिजेन्स भन्नेले नि डाउनलोड गरिदिइराख्नु न। लारावेल एक्सटेन्सन प्याक भन्ने छ, लारावेल एक्सटेन्सन प्याक। त्यो यो तल तल तल, त्यो तल अलि तल हेर्नु त, लारावेल एक्सटेन्सन प्याक भन्ने छ नि, त्यसलाई इन्स्टल गर्नु अलि तल अलि तल। अझै हो त्यो त्यो माथितिरको। यो त्यसलाई इन्स्टल थिचिदिनु, सबै इन्स्टल हुन्छ चाहिने जति अब। ए, अरू परेन। अरू अघि परेन। अघि कुन पनि गरिराख्नु भन्नुभएको थियो नि। अनि पिएचपी इन्टेलिजेन्स भन्ने छ, काट्नु त माथि गएर त्यो। ए, हो त्यो काट्नु भयो भने नि देखाउँछ क्या सबै। हो त्यहाँ तल पिएचपी इन्टेलिजेन्स, तल आएको थियो त, आएको थियो त तल। ए, हो त्यो यो सुरुको हो त्यो। यसले त्यसलाई नै इन्टेलिजेन्टले के गर्ने हो सर? त्यो अलिअलि सजेसनहरू दिन्छ। ए, हो, त्यो चाहिँ म जस्तो ढिलो गर्ने मान्छेलाई दिमागमा उम्, सेभ नभएकोले होइन। हो त्यो युज गर्दा हुन्छ सुरु सुरुमा। ए, प्लस गरिदिँदा हुन्छ सर। अँ, अँ, हुन्छ। क्लोज गर्दै आएको थियो। ल, अब स्पेसिफिक आयो नि, हो त्यो आयो नि। अब त्यसलाई थिच्नु एकचोटि, कुनलाई? त्यसलाई नै होइन, यता यता हरियोमा क्या प्रोडक्ट कन्ट्रोलर यता थिच्नु ल, नि। अँ, हो माथि। माथि आयो नि अब। अब सेभ। त्यसरी आउनु अब, सेभ गर्नु अनि रिलोड गर्नु त उता गएर अब हुन्छ। आयो नि अब। त अब यो यसरी केले आउनु। छेल्यो यो? कुन चाहिँ सर? मेरो त पुरै तल टास्क पार्ट छेल्यो नि। यो त्यो के? चाहिँ हल्का छेलिएको छ, केही फरक परेन, ठिकै छ ए, अहिले। अब ल, यहाँसम्म यो। यहाँसम्म गरियो, अब यसलाई थोरै बढाउनु त, प्लस गर्नु त, अलिक सानो भयो। हो ठिक छ। ठिक छ ठिक छ। ल अब माथिको फाइलमा जानु हो। अब यहाँबाट तपाईँको अर्को काम के हो त भन्दाखेरि, हिजो मैले हालिदिएको फर्म ल्याउने हो कि कुन चाहिँ ल्याउने हो अब? ए, अब हामी फर्ममा पुग्यौँ है सर। फर्म ल्याउने हो। फर्म भन्नाले टेबल ल्याउँदा भयो। टेबल यो स्क्रिन देखिरहेको छ नि सर होइन? पठाउनुलाई यहाँ हिजोको बनाएको टेबलको कोड पठाइदिन्छु नि। हुन्छ, होइन डाउनलोड गरेको छु, तपाईँले पठाइदिनु भएको छ त। होइन त्यसमा त फेरि अनि हामीले युज गरेको छौँ नि त्यो ब्लेड सिन्ट्याक्सहरू इरर आउँछ नि ए, त तपाईँकोमा। ए, ए, हुन्छ सर, हुन्छ। जस्तै ल, अब अघिको राउटमा चाहिँ तपाईँले के पठाइदिनु राखिदिनु भन्दा, यो टेबललाई लगेर राखिदिनु। ए धेरै पठाउन नमिल्दो रहेछ नि त फेरि। तपाईँको वाट्सएप उसमा छ, छ। डेस्कटपमा? वाट्सएप डेस्कटपमा अँ, छ त ए यहाँ। रहेछ, ल म त्यहीँ पठाइदिन्छु। हुन्छ। यसलाई अब डाउनलोड गरेर कपी गरेर लानु त। त्यो भएन, कपी भएन। होइन कि? कहाँ त्यो त्यो त यस्तो गर्नु न, त्यहाँनिर अलिक तलसम्म जानु त, अझै तल रिड मोर गर्नु, अनि अब चाहिँ गर्नुपर्छ सबै तलदेखि माथिसम्म। हो अब चाहिँ कपी गरेर उता लगेर ठ्याक्क टु ब्लेड फाइलमा हालिदिनु, प्रोडक्ट लिस्टमा। यहाँ होइन सर। हो यसले पेस्ट। हो अब रिलोड गर्नु त उता गएर। आयो नि होइन? सर। हो अब त्यसपछि एउटा बटन चाहिन्छ हामीलाई। हजुर। ल ठिकै छ, अहिले के गरौँ भने यसलाई छोडिदिउँ यत्तिकै। अब तपाईँले फर्म फर्म बनाउनु पर्यो, फर्म डिस्प्ले गर्नु पर्यो अब। फर्म डिस्प्ले गर्नु पर्यो, त्यो कोड पनि अँ, पठाइदिनुहोस् न। अब म पठाइदिन्छु, पहिला राउटहरू बनाउनु न त्यसको लागि। ए, काटिदिनु त्यो टर्मिनललाई सुरुमा, यसलाई। तल तलको टर्मिनललाई। ए, टर्मिनल हुन्छ। टर्मिनल भनेको हो त्यो तलको है। ल अब तपाईँले यहाँ राउट बनाउनु प्रोडक्ट क्रिएटको लागि, फर्म देखाउनको लागि।
होइन त्यो ठुलै पार्नु न, केही फरक पर्दैन। राउटै देखिन त यहाँ रहेछ। यहाँ बनाउनु र पर्यो। राउट त त्यो माथि खुलेको हुन्छ त तपाईँको, ए ए हो त्यहाँबाटै थिच्दा पनि हुन्छ नि त त्यो त। हजुर। ल यहाँ अब बनाउनु राउट। हो माथि जे छ त्यस्तै लेख्नु त, त्यहाँ आफै हो त्यसरी राउट। राउट होइन अनि यस्तो। गेट। अब अनि आफै आयो अनि अ, अब यस्तो। माथिको जस्तो गर्नु स्ल्यास क्रिएट अथवा स्ल्यास स्ल्यास प्रोडक्ट, त्यस्तो होइन, स्ल्यास प्रोडक्ट। क्यापिटलको छ कि स्मल होइन छ? यसमाले राख्दा हुन्छ, यसमाले राख्नु न, प्रोडक्ट उम्, स्ल्यास क्रिएट, हो त्यसरी। अब माथिकै जस्तो सबै कुराहरू। उम्, हामीले अ, यहाँभित्र गऱ्यौँ, अब अ, यहाँभित्रै त्यस्तो अ, हाल्नु अ, त। त्यहाँ हामी मिस्टेक भयो, मिस्टेक भयो, हेर्नु हेर्नु अलि हेर्नु न, माथि हेर्नु त कहाँनिर छ त्यो कर्ली ब्राकेट, ए त्यो सिङ्गल ब्राकेट भन्दा पछाडि हो, त्यहाँबाट कमा दिएर छ। यो दिएको हो छ, यो दिएको छैन अँ छ। अँ अब प्रडक्ट कन्ट्रोलर। प्रोडक्ट कन्ट्रोलरै युज गर्नु पर्यो। हो त्यसलाई थिच्दा भइहाल्यो त्यहाँ। हजुर। अनि माथिको जस्तो ठ्याक्कै बनाउनु, अँ, होइन प्लस प्लस अनि कमा। गमा। अब क्रिएट वाला भ्यूलाई देखाउने मेथड्सको नाम चाहिँ यो फङ्सनको नाम। अब प्रोडक्ट क्रिएट भनेर राखिदिँदा भयो तपाईँले माथिकै जसरी। ए प्रडक्ट। होइन त्यो 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 माथि क्यापिटल बनाउनु, क्यापिटल क्यापिटल, त्यो एकदम फलो गर्नु न माथिकै कुराहरूलाई, सेम होस् न, अलिकति हेर्दाखेरि पनि ट्याक्क प्रडक्ट राम्रो लिस्ट। देखियो। क्रिएट लिस्ट होइन, अब क्रिएट, क्रिएट प्रोडक्ट क्रिएटले चाहिँ के देखायो त अब भन्दा फर्म देखायो क्या। ए ए अब जानु, हाम्रो जाने पालो कहाँ भन्दा त्यहाँ एउटा दिनु पर्यो, यो पनि यस्तो थिल्नु हो त्यो पर्यो। दिनु पर्यो, अनि सेभ गर्नु, कन्ट्रोल एस गर्नु। अब हामी प्रोडक्ट कन्ट्रोलरमा जानु पर्यो। फ्लो बुझ्नु है, हामी कहाँबाट कहाँ माथि त्यहीँ क्लिक गर्नु न, माथि छ त। ए हो ए त्यहीँबाट जाँदा मिलिहाल्छ क्या। हजुर। अब फङ्सन, फङ्सनदेखि त्यो फङ्सनको कर्ली ब्राकेट जहाँनिर इन्ड भयो नि माथि, त्यहाँ होइन, त्यहाँ गर्नुभयो भने बिग्रियो फेरि, त्यो क्लासभन्दा बाहिर चाहिँ आउनु भएन क्या। यहाँभित्र आउनु पर्यो। हो त्यहीँभित्र हुनु पर्यो। ए अझै स्पेस दिनु न बिचमा ग्याप दिँदा भयो। यता इन्टर इन्टर इन्टर, हो हो त्यहाँबाट दिनु हो फङ्सन फङ्सन होइन। स्पेस क्रिएट, प्रोडक्ट क्रिएट हो, उम्, पिआरओडियुसिटी प्रोडक्ट क्रिएट, हो यसरी बनाउनु पर्यो अब। प्रोडक्ट क्रिएट सिआरइएटी, सिआरइएटी क्रिएट। अब होइन। माथिको जस्तो, खोइ त माथिको जस्तो ब्राकेट माथि हेर्नु न, माथि ठ्याक्क हुन्छ, माथि जस्तो हुन्छ फङ्सन त्यस्तै हुन्छ है। हुन्छ। अब हो, ल अब रिटर्न गर्नु पर्यो त्यहाँबाट पनि। इन्डिकेटिङ भ्यू, यो होइन। अब यो होइन। अँ, होइन। अनि त्यसपछि अब भ्यू बनाउनु पर्यो क्या तपाईँले, फेरि गएर नयाँ भ्यू चाहियो नि त। ए भ्यू बनाउनु पर्यो। यहाँ प्रोडक्टभित्रै, प्रोडक्ट फोल्डरभित्रै हो, त्यही भित्र बनाउनु न। के बनाउनु पर्यो हामीले? प्रोडक्ट क्रिएट डट ब्लेड डट पिएचपी बनाउनु पर्यो। उम्, प्रोडक्ट होइन, बिचमा हाइफनै दिँदा राम्रो, क्रिएट डट ब्लेड डट पिएचपी, होइन। ब्लेड डट पिएचपी, ब्लेड डट पिएचपी। यस्तो होइन सर। अब फेरि यहाँ पनि केही दिनु पर्यो होला होइन? यही सर्लकै दिनु पर्यो अब त। ठ्याक्कै होइन नि, तपाईँको अब नयाँ कुन बनाउनु भयो त, प्रोडक्ट क्रिएट बनाउनु भएन त, हो त्यो दिनु पर्यो नि त्यहाँ त। डिफ्रेन्ट डिफ्रेन्ट फङ्सनले डिफ्रेन्ट डिफ्रेन्ट भ्यू दिन्छ क्या। ए जस्तै माथिकोले टेबल भएकोवाला भ्यू दियो, अब तपाईँलाई अर्को भ्यू के चाहियो भन्दा फर्म भएकोवाला चाहियो नि त। हजुर। हो त्यसको लागि अब फर्म चाहिँ कहाँ छ त भन्दा प्रोडक्ट क्रिएट डट ब्लेड डट पिएचपी भन्ने
उसमा छ, भ्यूमा छ भने त्यो भ्यू कहाँ छ लोकेसन पत्ता लगाउनु, भ्युज पछि भित्र प्रोडक्ट भित्र प्रोडक्ट क्रिएट भन्ने छ, त्यसको नाम दिनु न ठ्याक्क माथिको जस्तो। प्रोडक्ट प्रोडक्ट डट प्रोडक्ट प्रोडक्ट हाइफन क्रिएट, ए हाई हाइफन हो नि त, यस्तोमा नझुक्किनु, क्रिएट हो यसरी दिनु पर्यो। डट अब लास्टमा गएर कोलन दिनु, अब डट डट लाउनु परेन, नाम मात्रै दिने। क्रिएट अब पछाडि गएर सेमिकोलन दिनु। पछाडि गएर सेमिकोलन उम्, यति होइन सर, उम्, यति उम्। गर्दा भ्यू पनि यहाँ अर्को माथि क्रिएट, रेजिस्टर गर्नु पर्दैन। त्यसमा केही पनि पर्दैन त्यो, हामी कन्ट्रोलर कन्ट्रोल सेभ गर्नु न त्यसलाई। यहाँभित्र उम्, परेन होइन सर, त्यहाँ त परेन, केही परेन त्यहाँ त्यहाँ, रेजिस्टर गर्नै परेन। परेन। हो, यसमा जोगिरहेको छु अँ, ए, हामीले अब उता यो कन्ट्रोलरभित्र त्यो रेजिस्टर माथि एड गरिराख्नु परेन। परेन, ए पर्ने भनेको हाम्रो राउटरमा मात्रै राउटमा मात्रै हो। हो। साह्रै ठुलो झुकिरहेको छु यसमा। ओके अँ, सर, अब ल अब वेबमा जानु त एकचोटि हेर्नु अनि राउटको नाम के छ, फर्म डिस्प्ले गर्ने राउटको नाम के छ। प्रोडक्ट क्रिएट हो त्यसलाई लगेर अब एकचोटि हिट हान्नु त गएर उतापट्टि। स्ल्यास प्रोडक्ट क्रिएट अँ, त्यो त मेथडको नाम भइहाल्यो नि, ए राउटको नाम त यतापट्टि छ नि, त्यो उसमा प्रोडक्ट स्ल्यास क्रिएट स्ल्यास स्ल्यास होइन प्रोडक्ट 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 स्ल्यास स्ल्यास क्रिएट, स्ल्यास क्रिएट। अब ब्ल्याङ्क पेज आउनु पर्यो, आयो नि। अब त्यहाँनिर म तपाईँलाई फेरि कोड पठाइदिन्छु, त्यो लगेर हाल्नु अब फेरि त्यो पनि, जस्तै यो वाट्सएपमै हालिदिएँ है मैले, हुन्छ यसलाई लगेर हाल्नु अब, अहिले पठाएकोलाई रिड मोर गर्नु पहिला अनि हुन्छ धेर माथि जानुभयो, धेर माथि जानुभयो, त्यो त फर्मको हो अघि सुरुमा पठाएको होला, ए त्यहाँदेखि तल हेर्नु त हो, हो यहाँ थिएछ हो त्यहाँ कपी गर्नु। अब कपी गरेर ठ्याक्क यहाँ लगेर हालिदिनु, अब उता गएर रिफ्रेस गर्नु त के आउँछ, जादु भइहाल्छ के यति पनि बेला गर्नु सिधै। पर्यो। अँ, अब ठ्याक्क प्रोडक्टको फर्म आयो, यसरी हुन्छ क्या। प्रोडक्टको फर्म आयो सर होइन। उम्, अब के गरौँ। अब भनेको तपाईँले के गर्नु पर्यो भन्दा जस्तै अब फर्मलाई सबमिट गर्नुपर्ने हुन्छ, डाटाबेसको कुराहरू आउँछ अब। अब चाहिँ डाटाबेस बनाउनु पर्यो। डाटाबेस अब तपाईँले एकचोटि उसमा जानु त, तपाईँले माइग्रेट गर्नुभयो। छैन भनेपछि डट इएनभीमा जानु त एकचोटि, डट इएनभी फाइलमा। कहाँनिर पो छ हौ? भ्यू पहिला तल तल अझै धेरै तल छ, तल ए सिधै तल जानु, हो त्यहाँ, हो त्यो खोल्नु त। अब कहाँ छ डाटाबेसको नाम के छ, अलि तल जानु, माई एप भन्ने छ होइन। हो अब तपाईँले एकचोटि रन गर्नु त कमान्ड गएर पिएचपी आर्टिसन माइग्रेट भनेर, पिएचपी आर्टिसन माइग्रेट टर्मिनलमा, अर्को अर्को खोल्नु ल, यहाँ टर्मिनल हो त्यो, कन्ट्रोल सी, ए एकछिन एकछिन, ल ठिकै छ भइहाल्यो, हो त्यहाँ बनाउनु अब, क्लियर गर्नु सिएलइएआर क्लियर। अब यहाँनिर बनाउनु पिएचपी आर्टिसन माइग्रेट भनेर हान्नु, माइग्रेसन गर्नु पर्यो अब हामीले। एमआइजिआरएटी माइग्रेट होस्, इन्टर हान्नु त अब। भइसक्यो रहेछ त तपाईँको, खै गर्न त दुई तिनचोटि माग्रै त गरेको थिएन होइन। गर्नुभएछ, त्यसो भने खै भ्यू डाटाबेस बनिसकेछ तपाईँको। अब त्यसो भए नयाँ नयाँ माइग्रेसन फाइल बनाउनु पर्यो, त्यसको नाम चाहिँ के हो त भन्दा हाम्रो प्रोडक्ट
प्रोडक्ट माइग्रेसन फाइल बनाउनु पर्यो किनभने हामीले प्रोडक्ट टेबलमा अब प्रोडक्ट हाल्दैछौँ नि त लगेर हजुर पिएचपी आर्टिसन मेक उक्त होला होइन माइग्रेसन माइग्रेसन स्पेस क्रिएट CRE क्रिएट अन्डरस्कोर प्रोडक्ट्स PRODUCTS प्रोडक्ट यस एस पनि प्रोडक्ट्स अन्डरस्कोर टेबल इन्टर हानिदिनु अब यसलाई खोल्नु अब डाटाबेसमा गएर माथि त्यहाँ डाटाबेस लेखेको ठाउँमा जानु कोल्याप्स गर्नु माइग्रेसनमा जानु अनि प्रोडक्ट्स भन्ने माइग्रेसन फाइललाई बनाउनु निकाल्नु ओपन गर्नु अब यो होइन सर हो हामी हो, यही हो अब यसलाई चाहिँ हामीले त्यहाँबाट दिनु पर्यो अब ठ्याक्क तल त्यो प्रोडक्ट्स भन्ने ठाउँमा जानु त त्यो प्रोडक्ट्स लेखेको ठाउँमा त्यहाँ होइन माथि यहाँ अब त्यहाँ अब आइडीदेखि तलपट्टि गएर डाटाबेस टेबलको स्ट्रक्चर बनाउनु पर्यो यहाँदेखि तल आइडी फिल्डदेखि तल ठ्याक्कै डलर टेबलै युज गर्ने अगाडि अनि डाटा टाइप युज गर्ने टेबल सेम यस्तै अँ, अनि स्ट्रिङ हामीलाई अब प्रोडक्टको टाइटल चाहियो प्रडक्टको टाइटल चाहिँदाखेरि स्ट्रिङ डाटा टाइपको हुनु पर्यो भनेपछि के छ स्ट्रिङ हो त्यहाँ स्ट्रिङै लेख्नु न स्ट्रिम STRING स्ट्रिम स्ट्रिङ अनि सिङ्गल कोटेसनमा कोलमको नाम दिनु के राख्ने त भन्दा टाइटल टाइटल क्यापिटल दिउँ होला होइन त्यो क्यापिटल दिँदा नि भयो स्मल दिँदा पनि भयो स्मलै राख्दा राम्रो हो त्यो चाहिँ स्मल हो सर अँ, हो त्यसरी टाइटल ल अब अनि कोलन खोइ कोलन कोलन पछाडि त सबैतिर छुटाउनै भएन ए ए जाभा स्क्रिप्टमा अब चाहिँदैन यता चाहिँ चाहिन्छ ए ए ए अब फेरि त्यहाँ कोलन दिनु न कोलन त्यो ए होइन त्यो होइन त्यो होइन त्यो होइन त्यो पनि होइन हो त्यो हो त्यो अब अर्को अर्को ठाउँमा अर्को लाइनमा जानु डलर टेबल त्यसपछि टेक्स्ट डिस्क्रिप्सन दिनु अब डिस्क्रिप्सन भनेर राख्नु डिस्क्रिप्सन डिस्क्रिप्सन डिइएससी DES DESC आरआइपिटिआइएन डिस्क्रिप्सन डिइसी आरआइपिटिआइएन मिस्टेक हो त सर TIS डिस डिइसी TEC आरआइपिटी RI पिटी डिस्क्रिप्सन पिटी अब पिटी आइओएन डिस्क्रिप्सन भइहाल्यो तपाईँले फेरि छोड्नुभयो माथि माथि हो छोड्नुभयो फेरि ओके सर हो ओके त्यो चाहिँ बिर्सिनु भएन ओके सर अब त्यसपछि अर्को के चाहिन्छ हामीलाई भन्दा टेबल टाइटल डिस्क्रिप्सन प्राइस प्राइस डेसिमलमा राख्ने प्राइस डेसिमलमा प्राइस प्राइस त्यसपछि अर्को भनेको के हुन्छ हाम्रो भन्दा टाइटल डिस्क्रिप्सन प्राइस एकचोटि त्यो उता फर्म देखाउनु त टेबल फर्म देखाउनु त फर्ममा छ क्याटेगोरी हो क्याटेगोरी क्याटेगोरी यहाँ चाहिँ के लेखौँ स्ट्रिङ 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 क्याटेगोरी क्याटेगोरीको स्पेलिङ यस्तो हुन्छ है कस्तो छ KTGOR यस्तै हो त्यही हो अब के चाहियो त्यसपछि भनेको हाम्रो
टाइटल डिस्क्रिप्सन एकचोटि फर्म देखाउनु त मलाई एकदम छिटो। फर्म फर्म यो ब्याक गर्नु हुन्छ यहीँ टाइटल डिस्क्रिप्सन प्रोडक्ट क्याटेगोरी एकचोटि देखाउनु न फेरि। प्राइस भनेपछि लगभग पुग्यो हाम्रो पुग्यो अब स्ट्याटस भन्ने हाल्नु पऱ्यो एउटा। स्ट्याटस उम्, स्ट्रिम स्ट्याटस चाहिँ बुलियन बुलियन बनाउनु। बुलियनमा अब स्ट्याटस त्यसपछि हाम्रो डिफल्ट दिनुपर्छ त्यसलाई। डिफल्ट यहाँनिर होइन त्यहाँ होइन त्यहाँबाट एरो 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 भनेको यो खालको भनेको कसरी हाइफन र त्यो अर्कोपट्टि फर्केको वाला एरो हो त्यो अनि अनि त्यसपछि डिफल्ट डिफल्ट डिइएफएयुएलटी डिफल्ट डिफल्टमा चाहिँ ट्रु 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 हाल्दैन। ट्रुको ट्रु त्यही। अब माथि डिस्क्रिप्सनलाई नलेबल बनाइदिनु। डिस्क्रिप्सनलाई नलेबल त्यहाँबाट होइन मिस्टेक भयो नो लेबल नलेबल नो 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 लेबल एनयु एनयु एनयुएलई एनयु एनयुएलएल हो त्यो नलेबल भइहाल्यो त्यति भएपछि यहाँभित्र के हाल्नु परेन परेन त्यसलाई। भनेपछि डिस्क्रिप्सन नलेख्दा पनि हुने भन्ने बुझ्यो भने सर अँ 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 अनि टाइटल अनिवार्य हाल्नु पर्यो टाइटल अनिवार्य चाहियो डेसिमल पनि चाहियो भनेको प्राइस पनि चाहियो क्याटेगोरी पनि चाहियो त्यसलाई चाहिँ नलेबल हाल्दा भयो। अब एकचोटि डाटाबेसको ड्यासबोर्ड खोल्नु त। डाटाबेसको ड्यासबोर्ड भनेको कता त्यो ज्याम्पको ड्यासबोर्ड ज्याम्पको जुन तल माइएसक्यूएलको चाहिँ ड्यासबोर्ड खोल्नु पऱ्यो एडमिनमा क्लिक गरेर। अब यहाँ टेबल खोज्नु पऱ्यो नि त डाटाबेस खोज्नु पऱ्यो नि त अघि भनेको माइ एपको डाटाबेस हजुर माइ एपको डाटाबेस ट्याक्क खोज्नु यहाँ अनि अब कता त्यसपछि हाल्नु त यहाँभित्र माइ एपभित्र जानु। अब यहाँ हेर्नु के टेबलहरू छ भनेको भनेर युजर्स छ अरू छैन होइन। अब तपाईँले प्रोडक्ट टेबल बनाउन खोज्दै हुनुहुन्छ अब जानु कोडमा गएर टर्मिनल खोलेर अब यसलाई माइग्रेट गरिदिनुपर्छ क्या। कन्ट्रोल सेभ गर्नु न पहिला माथि। अब यो माइग्रेट गर्नु भनेको चाहिँ हाम्रो एप्लिकेसनबाट डाटाबेसको त्यो अघिको ड्यासबोर्डसम्म टेबल पुर्याउनु है। ए पिएचपी आर्टिसन माइग्रेट इन्टर। अब उता गएर रिफ्रेस गरेर हेर्नु त टेबल बन्यो कि बनेन। सक्सेस भइसक्यो यताबाट हो आयो नि प्रोडक्ट्स टेबल होइन। हजुर हो अब हाम्रो नेक्स्ट स्टेप भनेको चाहिँ के हो त भन्दा यो टेबलसम्म ल्याएर डाटा राख्नु पर्यो हामीले फर्मबाट। हजुर हो अब त्यसको लागि प्रोसेस गरौँ। कताबाट गर्नु अब पर्यो एकचोटि यो टर्मिनललाई क्लोज गरिदिनु त। अब एउटा कुरा ल ध्यान दिएर सुन्नु है जस्तै तपाईँले टेबल देखाउनु भयो भनेको उता भ्यूमा टेबल देखाउन पनि एउटा राउट युज गर्नुभयो हजुर होइन। त्यसपछि फर्म देखाउन पनि एउटा राउट युज गर्नुभयो। हजुर त्यसरी नै अब त्यो फर्मबाट हालेको डाटाबेससम्म पुर्याउनको लागि अर्को एउटा राउट चाहिन्छ। त्यो भनेको चाहिँ हाम्रो के हो त भन्दा पोस्ट राउट चाहिन्छ अब। ए पोस्ट राउट अब त्यसको लागि वेबमै जानु पर्यो वेब डट पिएचपीमै अनि त्यसपछि ठ्याक्क त्यसको मुनि पोस्ट राउट बनाउनु। यता तल राउट राउट त राउटै लेख्नु पर्यो होइन सर राउट त राउटै पर्यो उम्, त्यसपछि कोलन कोलन अनि पोस्ट अनि हाल्नु न पोस्ट अनि त्यसपछि माथिकै जस्तो स्ल्यास प्रोडक्ट स्ल्यास स्टोर राख्नु। स्ल्यास प्रोडक्ट स्ल्यास स्टोर त्यति राख्दा भइहाल्यो प्रोडक्ट स्ल्यास स्ल्यास स्टोर
अँ, अब माथिको जस्तो सबै माथिको जस्तो गर्नु पर्यो तपाईँले। सरी भएन भएन उल्टो भयो। ए अँ, माथि हेर्नु न, कम्पेरिटिभली हेर्नु पर्यो ए माथि। रहेछ। अँ, अनि त्यसपछि फेरि यो खालको नो यो खालको चाहियो होइन। सही हो। यहाँ के लेख्नु पर्यो के प्रोडक्ट भन्नु पर्यो? कन्ट्रोलर, कन्ट्रोलरको नेम राख्नु पर्यो। प्रोडक्ट कन्ट्रोल राख्नु पर्यो होइन, सेम यही माथिको। अँ, अँ, किनभने त्यसैले दिने हो नि त। प्रोडक्ट कन्ट्रोलर होइन, उम्, कलम्स त्यहाँदेखि यो त्यहाँदेखि यो त्यहाँदेखि प्रोडक्ट क्रेट क्रिएट हुँदैन, अब स्टोर हुन्छ, डिफ्रेन्ट हुन्छ, फङ्सनको नाम कहिले पनि एउटै हुँदैन। ए स्टोर। स्टोर अब यसले चाहिँ के गर भन्दा, यो स्टोरले चाहिँ के गर्नु पर्यो भने नि, तपाईँको फर्मको डाटा, फर्मबाट आएको डाटा कन्ट्रोलरसम्म पुर्याइदिनु पर्यो, कन्ट्रोलरको मेथडसम्म। अनि कन्ट्रोलरको मेथडसम्म पुर्याएर त्यहाँबाट डाटाबेससम्म लानु पर्यो कन्ट्रोलरको लोजिकले। अब यसलाई नि फेरि माथि रजिस्टर अब गर्नु। माथिको माथिको जस्तै तपाईँले दिनु भएन त्यहाँ, खै त कोलन लास्टमा। ओके ओके। अब अब यसलाई रजिस्टर गर्नु पर्दैन क्या, किनभने अहिलेसम्म हामीले त एउटा मात्रै कन्ट्रोलर युज गरिरहेछौँ नि, त्यहाँ प्रोडक्ट कन्ट्रोलर त्यो अलरेडी रजिस्टर भइसक्यो। हामीले प्रोडक्ट कन्ट्रोलर मात्रै युज गर्दैछौँ नि त अहिलेसम्म। हेलो। थोरै डिस्टर्ब आयो कि छ हजुर उता लेख्दैन यसले। हजुर सर। हजुर अब यति यसलाई भएपछि माथि प्रडक्ट कन्ट्रोलरबाट उसकै थ्रुबाट हामीले गर्ने हुँदाखेरि परेन होइन। एउटा एउटा गर्दा भयो क्या। जतिवटा अब त्यहाँ 50वटा प्रोडक्ट कन्ट्रोलरमा 50वटा राउट युज गर्नु, तर त्यही एउटा माथि रजिस्टर गरेको एउटाले नै गर क्या सबै। ए अब कन्ट्रोल सेभ गरिदिनु, यसलाई सेभ गरिदिनु पहिला। अब यसपछिको प्रोसेस भनेको तपाईँको कन्ट्रोलरमा गएर मेथड बनाउनु पर्यो। कन्ट्रोलरमा गएर मेथड बनाउनु पर्यो। अब हामीले कुन प्रडक्ट कन्ट्रोलरमा छौँ होइन, यहाँभित्र त्यहाँ गएर मेथड बनाउनु पर्यो। यिनीहरू सबै मेथड हो सर। हो त्यो सबै मेथड फङ्सनहरू हो क्या, मेथड भनेकै फङ्सन हो, फङ्सनहरू हो सबै। अब यहाँभित्रै बनाउनु पर्यो होइन सर। हजुर फङ्सन। फङ्सन एफयुएनसी त्यो स्पेस दिनु न बिचमा, त्यो ग्याप दिनु न। केमा माथिको माथिको फङ्सनदेखि तल। यस्तो हो त्यसरी। फङ्सन होइन, स्पेस प्रोडक्ट प्रोडक्ट स्टोर। स्टोर होइन। हजुर अनि स्मेल ब्राकेट अनि त्यो दिनु। हो रिटर्न, यसले भ्यू रिटर्न गर्दैन अब है, त्यो ए कुरा चाहिँ ख्याल गर्नु पर्यो तपाईँले। अब हजुर हजुर यसले भ्यू रिटर्न गर्दैन, यसले चाहिँ के गर्छ भने डाटाबेसलाई डाटासम्म हालेर यदि सक्सेस भयो भने रिटर्न ब्याक गर्छ। ए ए अब यसको लागि अब यसले चाहिँ के ह्यान्डल गर्ने हो भन्दा, तपाईँको भ्यूबाट आएको भनेको फर्मबाट आएको डाटाहरूलाई ह्यान्डल गर्ने हो यसले, यो मेथडले चाहिँ। उम्। आफ्नो आफ्नो यसले पर्पज छ है यहाँ। अब यसलाई चाहिँ डाटाबेसमा पुर्याउनु पर्यो। डाटाबेसमा पुर्याउनको लागि हेल्प माग्नु पर्यो। अब त्यहाँनिर के गर्ने हामीले भन्दा सुरुमा हाम्रो सुरुको काम भनेको तपाईँले जस्तै ल अगाडिको पुरानो फाइल खोल्नु त एकचोटि, म त्यहाँबाट थोरै कुरा भनिदिन्छु तपाईँलाई। तपाईँको अँ, कन्ट्रोलरमा कन्ट्रोलरमा खोल्नु न, अघिको जसरी नै खोलिराख्नु न एउटा। कन्ट्रोलरै खोल्नु पर्यो अँ, हजुर। होइन यस्तो यो होइन प्रोडक्ट कन्ट्रोलर चाहिँ। ए, हो त्यसलाई क्लोज गरिदिनु त, छ त ऊ लास्टमा रहेछ त। हो अब यहाँ जानु त, यहाँ त्यो लास्टको कन्ट्रोलरमा जानु न, हो त्यहाँ तल जानु। अब स्टोर प्रोडक्ट भन्नेमा हेर्नु त के छ अब।
स्टोर प्रोडक्टमा स्टोर प्रोडक्टमा एउटा कुरा रिक्वेस्ट छ, हेर्नु त्यहाँ। यो तपाईँकोमा मेरोमा यही होइन, यही डिस्प्ले भइराखेको। हो। हो, त्यसमा त्यहाँ हेर्नु त, स्टोर प्रोडक्ट मेथड खोज्नु पहिला। स्टोर स्टोर प्रोडक्ट मेथड। कता छ स्टोर प्रोडक्ट? हो त्यो। अब त्यसमा हेर्नु त, त्यहाँ बिचमा के छ, प्यारामिटर के छ फङ्सनको, त्यो ब्राकेट भित्र। ए ए ए डिडी त्यहाँ होइन, माथि क्या, माथि ए रिक्वेस्ट रिक्वेस्ट हो, कलर त्यसलाई हाल्नु पर्यो। हो, त्यो ठ्याक्कै त्यस्तै युज गर्नु पर्यो अब यतापट्टि। ए रिक्वेस्ट कपी नै कपी नहुँदो रहेछ नि। कपी हुन्छ, कन्ट्रोल सी गर्नु न, त्यो हाइलाइट गरेर। ए ओके कन्ट्रोल सी। अब उता जानु, त्यही माथिबाट हेर्दा भइहाल्छ क्या, माथि छ तपाईँको। किन झुक्किनु भएको, यतापट्टि हेर्नु त, नाम हेर्नु न, प्रोडक्ट कन्ट्रोलर भनेर यता। हो त्यहाँ छ त, हो। यहाँ हाल्नु पर्यो होइन अब सर? त्यहाँ होइन, त्यो ब्राकेटभित्र भनेको, स्मल ब्राकेटभित्र हो, त्यहाँभित्र भित्र हाल्नु पर्यो क्या। रिक्वेस्ट हो। अब यति हालिसकेपछि के गर्नु पर्यो त भन्दाखेरि, रिटर्न रिटर्न हाल्नु। गर्नु रिटर्न हाल्नु परेन, अहिले डिडी गर्ने। रिक्वेस्टबाट के आउँछ त अब, अगाडि उतापट्टि हेर्नु, रिफरेन्स लिनु, एकदम रिफरेन्स लिनुपर्छ। अब त्यहाँ सुरुमा हेर्नु त, मैले के गरेको छु, डिडी रिक्वेस्ट अल गरेको छु, अथवा डिडी हेलो आई एम इनसाइड स्टोर प्रोडक्ट भनेको छु। त्यो चाहिँ किन भन्दा, मेरो रिक्वेस्ट चाहिँ त्यहाँ आयो कि आएन भनेर चेक गर्नलाई हो मैले। यही हालौँ न सर होइन? त्यही हाल्दैन मलाई। यहाँभित्र होइन? अब त्यहाँ मध्येको सुरुकोलाई अनकमेन्ट गर्नु त, एकचोटि सुरुकोलाई मात्रै पहिले। अब यो मेसेज आउँछ कि आउँदैन, फर्म सबमिट सेभ गर्दा गरौँ भन्ने नि कुरा सर, हुनु पर्यो। सेभ गरौँ। फर्म सबमिट गर्दा यो कुरा आउँछ कि आउँदैन हेर्नुपर्छ अब तपाईँले। यहाँनिर अब अहिले केही पनि आउँदैन तपाईँको, किन आउँदैन भन्दा, तपाईँले मेथडमा एक्सनहरू केही पनि दिनुभएको छैन। त्यसको लागि उसमा जानु पर्यो, त्यो मोडलमा जानु पर्यो, भ्यूमा जानु पर्यो तपाईँको, प्रोडक्ट क्रिएट भ्यूमा। अनि त्यसपछि फर्मभित्र गएर एक्सन दिनु पर्यो। फर्मभित्र कहाँनिर छ नि? माथि 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 फर्मको ओपनिङ ट्यागमा भित्र गएर, अलि माथि, अलि माथि छ, अलि माथि छ। हो त्यहाँ, हो छ त, फर्म एफआरएम फर्म तलतिर। ए ए ओके यहाँभित्र हो त्योभित्र स्पेस दिनु, एक्सन। एक्सन होइन, के दिनु पर्यो? एक्सन। अनि अब त्यो डबल कर्ली ब्राकेट, डबल कर्ली ब्राकेट, डबल कर्ली ब्राकेट दिनु त। 2 मिनट। हजुर सर, डबल कर्ली ब्राकेट, डबल कर्ली ब्राकेट थियो, कहाँ गयो? यहाँभित्र अझै एउटा स्पेस हो, स्पेस। अनि त्यहाँनिर चाहिँ अब राउटको नेम दिनु पर्यो तपाईँले, उतापट्टि राउटको नेम राख्नु पर्यो। राउटको नेम होइन सर, होइन नझुक्किन न, नझुक्किन, आत्तिनु हुँदो रहेछ धेरै तपाईँ। अब यो दिनु पर्यो। अब त्यो जुन त्यहाँनिर नेम दिनु न, मैले नेम कसरी दिन्थेँ? एकैछिन है, यो पोस्टलाई दिनुपर्ने होइन सर हामीले? पोस्टलाई दिने हो। नेम दिँदा कसरी पो त्यहाँदेखि यतापट्टि आउनु, यतै हो त्यो ब्राकेट पछाडि क्या, यता यहाँनिर। हो त्यहाँ लास्टमा हो त्यहाँ। अब एरो दिनु, स्पेस होइन, एरो एरो। हेरो अँ यस्तो। त्यो होइन, हाइफन एरो क्या। ए अगाडि जानु न, टाँसाउनु न सुरुमा, अगाडि नै हो त्यही। आइफोन हेरो त्यहाँबाट नेममा, नेम के दिउँ? अनि प्रोडक्ट कोलन, एउटा सिङ्गल कोटेसन चाहियो त्यहाँ। हो त्यहाँ। अब प्रोडक्ट डट स्टोर भनेर राखिदिनु।
यस्तो त्यो कन्ट्रोल सेभ गर्नु, अब सेभ गर्नु, त्यसलाई सेभ गरिहाल्नु। सेभ अनि गरेँ। त्यसपछि अब हामी भ्यूमा जानु पर्यो, हो त्यसमा। अनि त्यहाँनिर राउट, त्यसरी होइन, राउटभित्र राउटमा लेख्नु। राउट राउट लेख्नु पर्यो, त्यसलाई काट्नु न पहिला। राउट उम्, अनि ब्राकेट, राउट होइन ब्राकेट। स्मल ब्राकेट, ब्राकेट। स्पेस दिन पाइँदैन, स्पेस हुँदैन। अनि राउटको क्यापिटल आर हुँदैन, स्मल आरै हुन्छ, ए, हो त्यस्तो। अब बिचमा यहाँभित्र सिङ्गल कोटेसन दिएर उताको नेम दिने ठ्याक्क। यो अनि म्याथड, त्यसको बाहिर निस्केर म्याथड, यहीँनेरि त्यहाँ होइन, त्यहाँदेखि यतापट्टि एक स्टेप यता, यहाँ। हो त्यहाँ स्पेस दिनु। स्पेस खोइ त, स्पेस स्पेस टाँस्न मिल्दैन क्या। मेथड पोस्ट, पोस्ट सेभ गर्नु पर्यो। यस्तो गर्नु पर्यो। अनि त्यसपछि त्यहाँदेखि मुनि एक स्पेस दिएर सिएसआरएफ टोकन पनि चाहियो, हिजो मैले भनेको थिएँ नि टोकन चाहिन्छ भनेर फर्म सबमिट गर्ने बेलामा। ए सिएसआइएसमा के लेख्नु पर्यो? डलर साइन CS@CSRF, एट द रेट सी CSRF हो। टोकन पनि होला। होइन, सुरु के अघि चाहिँ आएको थियो त्यही। अँ, यति मात्रै यति यति गर्नु पर्यो। सेभ गरेर हेरौँ अब भ्यू। त्यसपछि अब हेरौँ, एकचोटि रिलोड गर्नु यसलाई पुरै, त्यसरी होइन, यहाँनिर माथि युआरएलमा एकचोटि लानु त। हजुर। अब इन्टर थिच्नु, हो, अब अब गर्नु। यस्तो उम्, भनेपछि अब हामी चाहिँ म्याथडभित्र गयौँ। पुग्यौँ होइन सर? सक्सेस भयो। म्याथडभित्र पुग्यौँ अब हामी। हजुर मेथडभित्र यति भएपछि अब के गर्नु पर्यो भने तपाईँले नेम एट्रिब्युट दिनु पर्यो इनपुट फिल्डमा, सबै इनपुट फिल्डमा त्यो फर्मको इनपुट नेम, फिल्डमा चाहिँ नेम दिनु पर्यो। नेम कुनमा इनपुट फिल्ड इनपुट हो त्यहाँ, हो त्यसमा। यसमा नेम दिनु पर्यो। त्यहाँ होइन क्या, जहाँ पायो त्यही पाइँदैन त्यसरी, त्यो होइन, त्यहाँ होइन, त्यहाँ होइन, त्योदेखि बाहिर निस्किन् न। बाहिर यता तल होइन, तल होइन क्या, त्यही भित्रै, तर त्यहाँ हो, त्यहाँ स्पेस दिनु, अब त्यहाँ हजुर टस्याउन हुँदैन, हो त्यसरी छुट्टै हुनु पर्यो। नेम, नेम नेम। अब त्यसको नेम के राख्ने त भन्दा, यो त नेम त कमेन्ट गर्नु पर्यो हामीलाई, नेम चाहिँदैन, नेम फिल्ड चाहिँदैन भनेपछि त्यसलाई पुरैलाई कमेन्ट गरिदिनु न, त्यो डिभलाई नै। यो जम्मैलाई हो त्यसलाई, तिनवटालाई, हो त्यतिलाई, हो कमेन्ट हान्दिनु त्यसलाई। ल अब तल्लो, त्यहाँदेखि तल्लो टाइटलवालामा चाहिँ गर्नु, टाइटल होला। सेम गर्नु अघिको जस्तो। यहाँभित्र अँ, यहाँभित्र गऱ्यौँ हामीले होइन? त्यसपछि नेम, नेम अनि टाइटल अब। टाइटल उम्, टाइटल। टाइटल अब भयो। त्यसपछि तल आउनु, टेक्स्ट एरियामा नि आउनु, त्यस्तै दिनु। टेक्स्ट एरियामा यहाँ नेम, नेममा के छ हाम्रो? डिस्क्रिप्सन, डिस्क्रिप्सन हो त्यो चाहिँ, उम्, यस्तै डिस्क्रिप्सन। स्प्लिट त्यही हो, टेबल ठिक छ, ठिक छ। अब त्यसपछि प्रोडक्ट क्याटेगोरीमा जानु, प्रोडक्ट क्याटेगोरीमा त्यहाँ होइन, जहाँ पायो त्यहाँ जानु मिलेन, इनपुट फिल्डभित्र जानु पऱ्यो। इनपुट फिल्ड चाहिँ यहाँ होइन? स्पेस दिने, नेम, नेम क्याटेगोरी CATEGORY। क्याटेगोरी अब तल यसमा पनि होला सकेन। अब त्यहाँदेखि त्यसमा, इनपुट फिल्ड त्यसमा नम्बर पनि दिनु पऱ्यो। के दिउँ? नेम टाँस्नु भयो तपाईँले, टाँस्नु भयो, टाँस्न पाइँदैन क्या त्यसरी, कन्ट्रोल जेड गर्नु त, त्यो बिग्रिन्छ टाँसेपछि, ए छुट्टै हुनु पऱ्यो त्यो उयोको। यहाँनिर उम्, अब यसमा प्राइस, यति हो काम अब यहाँको। सेभ गरिन्छ। अब त्यसपछि कन्ट्रोलरमा जानु त,
कन्ट्रोलरमा गएर अब के डाटा आयो त भनेर हेर्नु पर्यो हामीले। तल्लो डिडीलाई अनकमेन्ट गर्नु, माथिल्लोलाई कमेन्ट गरिदिनु। उम्, दुइटैलाई गर्नुभयो तपाईँले, त्यो होइन। ए एउटालाई तल्लोलाई चाहिँ, तल्लो हो त्यसलाई होइन क्या, तल्लोलाई चाहिँ अनकमेन्ट गर्नु न, त्यसलाई हो। ओके। हो त्यति। अब जानु, अनि ब्याक आउनु, त्यहाँ होइन, ब्याक आउनु न। ब्याक भनेको यता। फर्ममा आउनु पर्यो क्या, रिफ्रेस गर्नु, फेरि एकचोटि ब्याक थिच्नु त। ब्याक पुरै रिफ्रेस गर्नु अब एकचोटि माथि गएर। यसमै फर्ममा क्या। हो। यसमा। अँ, पुरै रिफ्रेस गर्नु न माथि, अघि मैले त्यसरी भन्दा नि हो, त्यहाँ इन्टर थिच्नु अब। हो, अब हस्। हाल्नु डाटा। खोइ त हो त्यो। हो, अब आयो नि, कन्ट्रोलरसम्म डाटा पुगेछ होइन। आयो। अब कन्ट्रोलरसम्म डाटा पुग्यो भनेपछि हामीले के गर्नु पर्यो भन्दाखेरि, अ, अब डाटाबेसको कुरा आउँछ र मोडलको कुरा आउँछ। अब आज भ्याइन्छ जस्तो छैन मोडलको। हुन्छ सर, तपाईँ पनि अब 9 बजीको क्लास लागि तयार अँ गर्नु ल। त्यही त। अब यसो गर्नु न, तपाईँले आज अब मजाले सिक्नुभयो, यति कुरा सिक्नु भनेको धेरै हो होइन। हो सर। यसलाई बरु फेरि एकचोटि रिपिट गर्नु। हुन्छ सर, छुट्टै प्रोजेक्टमा अहिलेसम्म गर्छु। छुट्टै प्रोजेक्टमा, नत्र यसैमा अर्को कन्ट्रोलर, कुनै कन्ट्रोलर बनाएर, जस्तै प्रोडक्ट कन्ट्रोलर छ भने अर्को के बनाउन सक्नुभयो तपाईँले भन्दाखेरि, जस्तै युजर कन्ट्रोलर बनाउन सक्नुभयो क्या तपाईँले। युजर कन्ट्रोलर फर्म बनाउनु। युजर कन्ट्रोलर बनाउने, युजरको लागि फर्म बनाउने, त्यसपछि अनि यसरी नै यतिसम्म गर्नु, अथवा अर्को गरेर यही कुरा रिपिट गर्नु एकचोटि। हजुर। अनि तपाईँले त्यति प्र्याक्टिस गर्नुभयो भने आजमा पनि केहीसम्म सिक्नुभयो भने, भ्यूदेखि कन्ट्रोलर, एमबिसी मध्येको भ्यू र कन्ट्रोलर चाहिँ मजाले सिक्नुहुन्छ क्या, यति कुरा सिक्नुभयो भने। ए अनि सुरु। हामीलाई बाँकी के रहन्छ फेरि मजाले सिक्न भन्दाखेरि, यतापट्टि मोडलको कुरा रहन्छ। ए अब